यो परिवार योजनको एउटा साधन प्रयोग गरिराख्नु भएको छ एकजना सेवाग्राहीले, जसमा उहाँ सेवाग्राहीले यो 5 वर्षे जेडेल भनेको इम्प्लान्ट जुन हामी सामान्य रूपमा बुझ्छौँ, जुन छाला मुनि राखिन्छ, त्यो प्रयोग गर्नका लागि स्वास्थ्य संस्थामा आउनु भएको छ र हामीले चाहिँ उहाँलाई नदुखोस्, गाह्रो नहोस् भनेर उहाँकै कुरा गर्दै हामीले यो जेडेललाई इन्सर्ट गरिरहेछौँ। तपाईँले हेर्न सक्नुहुन्छ इन्सर्सन गर्ने बेला चाहिँ हामी पनि बोलिरहेका छौँ भने अर्कोतिर हामीले चाहिँ पेसेन्टलाई पनि कोअपरेटिभ बनाउँदै उहाँलाई पनि बोल्न लागेको छौँ। यसले गर्दा के हुन्छ भन्दाखेरि पेसेन्ट र सर्भिस प्रोभाइडर क्लाइन्ट सेवाग्राही र सर्भिस प्रोभाइडरको बिचमा एउटा राम्रो सम्बन्ध हुनुका साथसाथै हामीले यो इन्सर्सन गर्ने बेला चाहिँ पेनलेस इन्सर्सन पनि गर्न सक्छौँ, किनभने उहाँहरूले हामीले आफ्नो कुरा या उहाँहरूकै कुरा गरेर उहाँलाई मेन्टली डाइभर्ट गर्न सकिन्छौँ र इन्सर्सन गर्न र पेनलेस इन्सर्सन गर्न चाहिँ एकदम सजिलो बनाउन सक्छौँ। सो यो प्रोसेस भनेको पेनलेस इन्सर्सन भनौँ, जुन चाहिँ जेडेल राखिरहेको अवस्थामा छ।